40% स्कलरसिपमा फिनल्यान्ड हेर्नुहोस् त भएन त मजा तपाईँहरूलाई 40% स्कलरसिपमा फिनल्यान्ड एप्लाई गर्न सक्नुहुन्छ त्यसको लागि मास्टर्स इन बिजनेस म्यानेजमेन्ट कोर्समा यो प्रोग्राम रहेको छ अगस्त 2026 इन्टेकको लागि हुन्छ र यसको लागि तपाईँको इलिजिबिलिटी क्राइटेरिया के छ भने तपाईँले ब्याचलर्स डिग्री पास गरेको हुनु पर्यो तपाईँहरूको ग्रेड चाहिँ 70% वा 2.8 जीपीए आउनु पर्यो आउट अफ 4 मा हुनु पर्यो तपाईँको वा ट्युको चाहिँ 68% यानि नेपालमा ट्युमा पढ्नुभएको छ 68% तपाईँहरूको मार्क्स आएको हुनु पर्यो त्यस्तै आइएल्समा हो भने 6 पीटीमा 55% हुनु पर्यो र मिनिमम तपाईँहरूको 2 इयर्स को ग्याप र 24 month अफ वर्क एक्सपिरियन्स इज रिक्वायर्ड आफ्टर कम्प्लिसन अफ ब्याचलर्स डिग्री ब्याचलर्स डिग्री सकिएको छ भने 24 month को चाहिँ वर्क एक्सपिरियन्स रिक्वायर गर्छ यसको लागि है र यसमा चाहिँ तपाईँले डबल मास्टर्स पनि तपाईँले पढ्न सक्नुहुन्छ र 40% स्कलरसिप भन्ने बित्तिकै तपाईँको 6000 euro तपाईँको अर्ली बर्ड डिस्काउन्ट पाउन सक्नुहुन्छ यसको लागि तपाईँको स्टडी प्लेस विथिन 7 डेजमा तपाईँहरूले पाउन सक्नुहुन्छ भने तपाईहरुलाई चाहिँ युटिलिटी फीहरुको 75 euro पर इयर लाग्छ यसमा मस्ट सेन्ड एडिशनल डकुमेन्टहरु तपाईहरुले पठाउनु पर्ने हुन्छ यसको लागि र यसको सम्पूर्ण कुराहरु बुझ्नको लागि तपाईहरुले 40% स्कलरशिप कसरी दिन्छ के प्रोग्रामहरु हुन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी लिनको लागि चाहिँ एकपल्ट नयाँ बानसहरु रहेको सेन्ट जेभियर एजुकेसन कन्फरेन्स भिजिट गर्नलाई यहाँ युनिभर्सिटीको बारेमा तपाईहरुलाई जानकारी गराउँछौं हामी त्यो प्लेसको बारेमा त्यो ठाउँको बारेमा त्यहाँको तपाईको लाइफस्टाइलको बारेमा तपाईले त्यहाँ पढिसकेका पछिको फ्युचर अपर्चुनिटीको बारेमा तपाई जाँदा जाँदै कसरी काम गर्न पाइन्छ तपाईको वर्किङ आवर कति हुन्छ तपाईले कुन फिल्डमा काम गर्न पाउनुहुन्छ भन्ने सम्पूर्ण कुराहरु बुझेर जानुपर्छ न दुःख पाइन्छ त्यसकारण यी सम्पूर्ण कुरा बुझ्नको लागि चाहिँ तपाईले एकपल्ट सेन्ट जेभियर एजुकेसन कन्फरेन्स जुन हाम्रो नयाँ बानसा प्लाजा छ त्यहाँ भिजिट गर्नु र त्यहाँ भिजिट गरेपछि त्यहाँको सर्टिफाइड काउन्सिलरद्वारा तपाईहरुले चाहिँ सम्पूर्ण कुराहरु बुझ्न सक्नुहुन्छ